2080 सालको यो चैत्र महिनामा सबभन्दा लास्ट 14 गते लास्ट मुहुर्त रहेछ। त्यसपछि वैशाखमा नजुर्ने भएको हुनाले नातिलाई चाहिँ फेरि धेरै वर्ष पनि ब्राह्मणको 11 वर्षभन्दा कटाउन पनि नहुने। त्यसो भएर अपरझट रूपमा चाहिँ नातिको चाहिँ संस्कार गरिदिनको लागि व्रतबन्ध गर्नको लागि चाहिँ नि हामी उत्साहित भएर आज दिदीबहिनीहरू यति रमाइलो मान्नुभएको छ। हाँसेर मण्डप लिप्पत गर्दै हुनुहुन्छ। रमाइलो माहौलको साथमा अब दिदीबहिनीहरू भान्जा भान्जीहरू पनि वैदिक हिन्दू संस्कारलाई चाहिँ कसरी हुन्छ राम्रो गरौँ भन्ने कुरो छ। टका वर्षको देखाउने गेट बनाउने भान्जा भान्जी भन्नु भएन। यहाँ मण्डपको निरीक्षण गर्दै हुनुहुन्छ यी बुवा आमा भिनाजु सबै टोलीहरू। म चाहिँ यसो यहाँ को आउनुभयो भनेर हेर्नको लागि यहाँ एउटा सानो भिडियो क्लिप बनाउँदैछु। ए माताजी के छ? अभी क्या ठिकै छ ठिकै छ। हाम्रो चाहिँ मण्डप लिप्पोतको कार्यक्रम भइरहेछ। अब व्रतबन्धको लागि आज लिप्पोतको कार्यक्रम हुन्छ। भरे जुटिका बन्धन गर्नको लागि चाहिँ नि हामी तम तयारीमा छौँ। सर्टकटमा जाने भोलि चाहिँ नि व्रतबन्ध गर्ने चाहिँ नि हाम्रो चाहिँ नि प्रोग्राम भएको हुनाले आज त्यसैको लागि चाहिँ नि हामी उत्साहित भएर यहाँ मण्डपको चाहिँ लिप्पोत भइरहेछ। मिति 2080 साल 12 महिना 14 गते आयाम पौडेल नातिको व्रतबन्ध। व्रतबन्ध भिनाजु भर्खर आउनु भयो? के छ खबर खबर? हो ल के गर्नु पर्यो भाउजू? देखि के गर्ने देखि भिडियो आइसकेछन् भाडा। यति राम्रो आयो कि आमा एकदम राम्रो आछ। झन् बुवाको त झन् राम्रो धेरै। हस् नमस्कार हजुर, मेरो पर्दैन। अलिकति पानी थप्नुपर्छ क्या त्यहाँ। के छ नयाँ बुहारी खबर? ठिक छ बाबु? के छ खबर? मम्मी खोजेको हो? मम्मी चाहियो?